नमस्कार साथीहरू, जो पनि नयाँ सिक्युरिटीमा नेपालबाट नयाँ केटाहरू आउन चाहनुको लागि दिनको लागि यो भिडियो है। तपाईँलाई पसन्द आए लाइक, कमेन्ट, रिपोस्ट, फेभरेट, सेयर सबैले गरिदिनु होला। पसन्द आए केही नगर्नु होला, केही छैन। म कोही भाइरल हुनेलाई बनाएको होइन यो भिडियो। म आफ्नो दाजुभाइहरू नेपालबाट आउँछ, यहाँ आएर फसिन्छ भनेर मात्रै यो भिडियो बनाएको हो। तपाईँ नेपालबाट आउन चाहन्छ भने तपाईँले सुन्नु मेरो कुरा। मलेसियामा सिक्युरिटी गार्डमा 35 वर्ष मुनि छ भने सिक्युरिटीमा नआउनु, किनकि 35 वर्ष उमेर मुनि छ भने त्यो सिक्युरिटीमा नआउनु। 35 वर्ष माथि तिमीले सिक्युरिटीमा आउनु होला। तपाईँलाई राम्रो छ, यसो कोही छैन। र अर्को कुरा, तपाईँ 35 वर्ष छ भने राम्रो कम्पनी हेर्नु र राम्रो कम्पनीमा आउनु, तपाईँहरूको लाइफ बन्छ। 35 वर्ष माथि छ भने सिक्युरिटी आउने कोही छैन। र अर्को कुरा, 35 वर्ष माथि मान्छे जब सिक्युरिटी आउँछ, घरको ब्याङ्क ब्यालेन्स अलिअलि बनाएर आउनु होला। तपाईँहरूले ऋण निकाल्छ ब्याङ्कबाट, घर जग्गा गर्छ, त्यो बेला तपाईँहरूले जहाँ 3 लाख रुपियाँ मेन पावरले मागेको छ नि, तपाईँले 4 लाख रुपियाँ गर्नु। किनकि 4 लाख रुपियाँ किन गर्नु भन्दाखेरि 4 लाख रुपियाँ तपाईँ 3 लाख मेन पावरले पुरा सबै गरेर तपाईँको मलेसियासम्म आउँछ। 1 लाख रुपियाँ 1.5 लाख रुपियाँ घर ब्यालेन्स राख्नु होला। किनकि यहाँ आएको बित्तिकै तनखा पाउँदैन। यहाँ तनखा आउँछ भनेर 2 महिना 3 महिना बित्छ। त्यसको पछि 1 महिनाको तनखा बसले राख्छ, 1 महिनाको तनखा दिँदैन। तर अर्को पछि 1 महिनाको तनखा काटे पिटे के गरेर सब भेटिन्छ। 1 महिनाको तनखा कति आउँछ केही भर हुन्न। त्यही कारणले तपाईँहरू आउँदाखेरि सोचेर सम्झाउनु होला। यो भिडियो बनाएको कारण त्यही हो कि जो नयाँ केटाहरू आउँदैछ तिनीहरूले हेरोस् बुझोस् सिक्युरिटी आउनु के कसो हुन्छ भनेर है। त्यही कारण यो मैले भिडियो बनाएको। तपाईँलाई राम्रो लाग्यो लाइक, कमेन्ट, रिपोस्ट, फेभरेट, सेयर गरिदिनु अहिले पनि भन्दैछु है। नमस्कार, धन्यवाद।